हेलो सेवा नमस्कार। आजको मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। अनि मैले चाहिँ धेरै पछि भिडियो ल्याइरहेको छु नि त, विभिन्न कारणले क्या जे होस् त्यस्तै थियो, भिडियो ल्याउनु भएको थिएन हैन। त्यही भएर फाइनली आज चाहिँ मैले भिडियो लिएर आइसकेको छु। धेरै दिन आई थिंक 15-20 दिन बाद त्यस्तै बाद हैन भिडियो लिएर आइसकेको छु। यो चाहिँ सर्ट भिडियो हुने छैन। अनि मैले चाहिँ भिडियो पनि बेलुका सुरु गरेको छु नि त। जे होस् घाम चाहिँ चरीकोटमा यति छ, अब यहाँबाट त्यतातिर जानु लागिरहेछ, त्यतै जान्छ घाम हैन। अनि म चाहिँ यसो बारीमा आएर रिफ्रेस भएर बारीमा हाम्रो बारीको सागसब्जीहरू हेर्दै भिडियो बनाएको नि त हैन। अनि म चाहिँ यहाँ सागहरू टिपेर राखेको छु यहाँनिर साइडमा गुन्द्रुक हाल्नको लागि भनेर हो। तर गुन्द्रुक हाल्नु बनाउनु चाहिँ भ्याउँछ कि भ्याउँदैन थाहै छैन यार। अब उयो के भन्छ, नानीको इक्जाम छ नि त आजकल, अनि इक्जाम सकेपछि घर पनि जानुपर्ने छ हो। अनि घर फेरि योपालि बिदा पनि टन्नै हुन्छ जस्तै कि अब जस 15 गतेसम्म इक्जाम भयो भने 15 गतेबाट छुट्टी नै सायद छुट्टी नै हुन्छ होला हैन। इक्जाम भएपछि त छुट्टी त हुन्छ नि। अनि त्यसपछि एकैचोटि वैशाखको 6-7 गतेबाट लाग्छ होला नि त। त्यही भएर 20-25 दिनै बिदा हुन्छ। अनि यहाँ कसले गुन्द्रुक हेर्छ, मेरो सागहरूको बिजोग हुने त्यो पो टेन्सन भइसक्यो क्या। साग त्यो लसुन प्याज रोपेको थिएँ अस्ति प्याज बिजोग हुन्छ होला। अनि हाम्रो चाहिँ उता पशुपति डाँडामा चाहिँ उता लाग्दैछ नि त भजन, के भन्छ त्यसलाई, महोत्सव के भन्छ उतै केही हुँदैछ नि त, जे भगवान्कै बारेमा हैन। त्यहाँ लाग्दैछ, त्यही आवाज आइरहेछ अलिअलि। अनिखेरि मेरो सागहरू हेर्नु साथीहरू, यहाँनिर साग यति छ, यिनीहरू हो। ऊपर मेरो प्याज छ अस्ति नै रोपेको हैन। अनि मैले अस्ति यहाँ सुपको सागहरू पनि हालिदिएको थिएँ कि, यहाँ अलिअलि निस्किँदैछ। उयो त चाहिँ टन्नै परेछ बिउ हैन, यता अलिअलि साग निस्किँदैछ हो। अनि यता यो प्याजहरू भइहाल्यो। यता मैले पुगेको थिएन नि प्याज, त्यसमा यो अलिअलि उयो सुपको साग छरिदिएको थिएँ। अनि यो सागहरू हो यस्तो छ हैन। मेरो दामी रहेको साग छैन। वाउ, लभ दिस लभ। अनि यो के भन्छ यसलाई, के अरे, पालुङको चाहिँ यत्रो फुलेर यत्रो लट्ठी भइसक्यो हैन। यसको चाहिँ कामै छैन भाइ। अनि यतातिर मेरो प्याज लसुन छ हैन। अनि उता यो रोजको फुल पनि फुल्नु लागेछ। अनि मैले यहाँ सागहरू चाहिँ यहाँ सुकाइरहेको छु। अनि यो चाहिँ अब 1-2 दिनमा गुन्द्रुक हाल्ने भनेको। गुन्द्रुक त हाल्ने कि साथीहरू। अनिखेरि यो गुन्द्रुक हालेर चाहिँ कहिले चाहिँ गर्ने होला क्या, त्यो गुन्द्रुक कहिले निकाल्ने कहिले सुकाउने जाने भनेको। अनि 3 हप्ता जति छुट्टी हुँदाखेरि 1 हप्ता लाप्लाङ बस्नु पऱ्यो, 2 हप्ता चाहिँ माथि घर गएर बस्नु पऱ्यो हैन। अनिखेरि फेरि यो चैतको कहिलेतिर काठमाडौँ पनि जानुपर्छ होला नानीलाई लगेर क्या। त्यो अस्ति हाम्रो नानी थियो नि, उसलाई लगेर काठमाडौँ जानुपर्छ, धुलीखेल हस्पिटल जानुपर्छ होला। 3 महिनामा रिचेक गर्नुपर्छ अरे नि त उसको। जस्तै त्यो के बिरामीहरू देखा परेको थियो नि त, आइसियुमा राखेको बच्चा हो हैन, 9-10 दिनसम्म आइसियुमा राखेको हैन। अनि के बिरामीहरू देखा परेको थियो। अनि हो त्यसलाई चाहिँ 3 महिनामा रिचेक गर्नुपर्छ अरे। 3 महिना त 3.5 महिना भइसकिसक्यो हैन। त्यसलाई रिचेक गर्नुपर्छ अरे। त्यसलाई गएर नि त्यो औषधिहरू देख्छ नि त। औषधि त 1 वर्ष 1.5 वर्ष खाने औषधिहरू देख्छ हैन। अनि त्यो औषधि चाहिँ कन्टिन्यू गर्ने कि अब छोडिदिने कि कन्टिन्यू गर्ने राख्ने कि भनेर त्यो गरेको छ नि त। राख्ने हो कि नराख्ने भनेर त्यो 3 महिनामा रिचेक गर्नुपर्छ अरे। अनि हो त्यसको लागि अब कहिले काठमाडौँ पनि जानुपर्छ होला हैन। अनि हाम्रो चाहिँ चैतमा हाम्रो घरमा चाहिँ जात्रा पनि लाग्छ नि त। माथि घरमा चाहिँ आलमपुरमा चाहिँ फायर डाँडाको मन्दिर, हाम्रो मन्दिर दामी बनाएको छ। अनि मन्दिर के भन्छ उसको लागि रेडी हुँदैछ हैन, जात्राको लागि रङहरू लगाएर रेडी गर्दैछ। अनि त्यो रेडी पनि हुँदैछ हो। अनि हाम्रो चैतमा जात्रा पनि लाग्छ पूर्णिमा, अनि जात्रा पनि लाग्छ हो। अनि त्यसपछि घरतिर गयो भने त रमाइलो हुन्छ नि, हाम्रो खतरा रमाइलो हुन्छ। काम हुन्छ हैन, घरतिर काम पनि टन्नै हुन्छ हैन, रमाइलो पनि टन्नै हुन्छ। फेरि घरमा मान्छे पनि टन्नै हुन्छ कि, फेरि अब छुट्टीको बेलामा सबजना जम्मा भएको हुन्छ हैन, हाम्रो खतरा रमाइलो हुन्छ नि। फेरि हाम्रो त बब्बाल रमाइलो हुन्छ हो। अनि त्यही गर्नु जाने त्यतै, अनि रमाइलो हुन्छ। हेर्नु होला भ्लगहरू आउँछ हैन। अनिखेरि न्यू इयर पनि मनाउनुपर्छ गाउँतिरै हो। योपालि न्यू इयर सायद कता हुन्छ, सायद कता हैन गाउँमै हुन्छ, तर गाउँतिर अब कहाँ के गर्ने हो हैन। ल यस्तै चल्दैछ मेरो चाहिँ। आजकल म हराएको थिएँ 20 दिन जति हराएँ हैन। अनि आज उदाइरहेको छु हो, आज राइज भइरहेको छु म हैन। ल म चाहिँ बारीमा बसेको छु, मेरो सागसब्जी हेर्दैछु। अब म गएपछि यिनीहरूलाई कसले पानी हाल्छ होला, कसले केयर गर्छ होला भनेर बसिरहेको छु। टेन्सन छ नि हौ मेरो। प्याजहरू कस्तो दामी भएको छ हैन। मैले त्यो प्याज क्या, त्यो उम्रेको प्याज रोपेको हैन, यस्तो दामी भएको छ यो। कस्तो दामी भएको छ नि त यो प्याज हैन। अनिखेरि ऊ त्यहाँ पनि छ उम्रेको प्याज रोपेको। सागहरू मात्रै छ हौ यता, धनियाँ छ त्यहाँ ऊपर मेरो प्याजहरू छ हो। अनि यिनीहरूलाई चाहिँ कसले गर्छ थाहा छैन, टेन्सन भएको छ हो। अब नानीको इक्जाम पनि धेर छैन।
भोलि साइन्स र म्याथको ओरल होला हैन अनि त्यसपछि पर्सि इङ्ग्लिसको होला त्यसपछि साइन्सको होला त्यसपछि ड्रइङ हुन्छ त्यसपछि 3 दिन अब 3 दिन आज मन्डे हैन त अब 4 दिन लाग्छ त्यसपछि छुट्टी हुन्छ त्यसपछि जाने ल धेरै दिनपछि गफ आज एकैचोटि निकाल्दिए हैन मैले कति मिनेट बोलिसके म हैन लङ भइसक्यो होला म बोलेको मात्रै हो अनि अहिले भर्खर नानीहरूलाई चाहिँ मैले खाजा खुवाएर पपकर्न बनाइदिएको थिएँ त्यो पपकर्न बनाइदिएर खाएर अनि अहिले चाहिँ उनीहरू खेल्नु गइसक्यो फेरि पनि कामै छैन अनि पढ्नुलाई पनि अब के पढ्नु गर्ने आइहाल्छ सबै कुराहरू आउँछ अनि उसलाई नै अल्छी लाग्छ होला क्या पढ्नु त्यो भएर इक्जामको टाइममा धेरै के प्रेसर दिनु भनेर पढाएको पनि छैन त्यही अस्ति पढेकै छ हेर्दै गर्नु होला है त अनि क्या साथीहरू देखाउने क्रममा तपाईँहरूलाई मेरो सबै चिजहरू मेरो वरिपरि भएको मेरो घर वरिपरि भएको सबै चिजहरू देखाउँछु ल अनि यहाँ हेर्नुहोस् यहाँनिर चाहिँ यस्तो राम्रो फुल फुल्दैछ होइन यो फुल छ नि यो फुल चाहिँ यस्तो मिठो बास्ना आउँछ नि वाउ आई लभ दिस फुल के यसको नाम त खै के हो पनि होइन यस्तो मिठो बास्ना आउँछ यस्तो मिठो बास्ना छर्छ नि यसले कति धेरै फुल्नु लागिरहेछ होइन म एन्जल फुलिसक्छ क्या र है 1 महिनापछि पो आउँछ त भोलि पर्छ त म त यस्तो सरी एउटा चुटाइल यस्तो मिठो बास्ना आउँछ होइन अनिखेरि यतातिर मेरो के छ आजकल भन्दाखेरि चाहिँ यही फुलहरू सबै यस्तै छ यो फुलहरू त होइन यहाँ एउटा मेरो प्लान्ट छ रोजमेरी ल यो छ हो अनि यतातिर पनि छ अनि यो पनि फुलिसकेको छ यो खोइ के फुल हो पनि जस फुलिसकेको छ हो अनिखेरि म तपाईँहरूलाई मेरो छतमा भएको चिजहरू पनि देखाउँछु ल मिठो बास्ना आउँछ नि यो फुलको कस्तो मक बास्ना आउँछ त्यसले घरै बास्नादार भनेर राखेको हुन्छ क्या होइन अनि यहाँ थाहै होला मेरो सिडी चढ्ने गरेको यस्तो छ कि ल यहाँ चाहिँ मेरो इन्डोर प्लान्टहरू पनि छ हो अनि नयाँ भएर होला यहाँ मेरो धनिया छ यति अनि गाइज म तपाईँलाई मेरो स्ट्रबेरी देखाउँछु ल लुक एट दिस वाउ यस्तो मजाले झक्कामक्क पर फुलेको छ नि मतलब फुलेको त भन्छ होइन छ नि सब क्या यस्तो दामी उयो आइरहेछ क्या यसको उयो फलहरू क्या स्ट्रबेरी यसमा नि सबैतिर हेर्नुहोस् न यहाँनिर यो सबै फुल्नुको लागि रेडी भएको क्या यिनीहरू यस्तो राम्रो भएको छ होइन यहाँ पनि छ हो यस्तो दामी भएको छ नि योपालि यो स्ट्रबेरी कस्तो मजाले फुल्नु लागिरहेछ क्या यस्तो दामी फुल्नु लागिरहेछ होइन अनि अरू त खासै केही छैन यहाँनिर मेरो के छ भन्दाखेरि चाहिँ एउटा छ यो ल्या हो चराहरूको त बेउरै छैन भनेको यत्रो खाल्डा बनाइदिएछ हेर मेरो यहाँ साग रोपेको थिएँ होइन कस्तो रिस उठ्छ यार जहिले यस्तै गरिदिन्छौ क्या यहाँ साग छ नि त मेरो सुपको साग छरेको थियो होइन उहाँ त यो बाङबाङ गरिदिएछ यहाँ पनि यस्तो दामी साग छ मेरो तर यो चाहिँ खै के भएको नि होइन जस राम्रो छ यो सागहरू यति छ त्यता फुलिसक्यो डुकु बनिसक्यो साग कस्तो यार रिस उठ्यो नि मलाई सबै बाङबुङ गरिदिएछ कस्तो राम्रो भएको थियो अनि यो चाहिँ चरीकोट होइन हेर्नुहोस् हाम्रो चरीकोट पर यस्तो दामी गौरी सकर हिमाल हुन्थ्यो कि छोपेछ नि अहिले सबै ल यस्तो छ हो हाम्रो चाहिँ यो चरीकोटमा उता कतातिर भजन कीर्तन लाग्दैछ हो अनि यहाँ चाहिँ यो चाहिँ हाम्रो घरको अगाडिको त्यो रोड हो होइन अनि यहाँ बस्छौँ हामी चाहिँ यता तलपट्टि घरमा अनिखेरि आयो कस्तो यार मेरो सबै बाङबाङ गरिदिएछ यार त्यो भङ्गेराले अनि गाइज मेरो जिन्दगीमा यस्तै चल्दैछ हो धेरै दिन 20 दिन जति भिडियो चाहिँ बनाइनँ मैले होइन अनिखेरि त्यस्तै भएर हो अनि त्यही भएर आज मैले कति धेरै बोलेँ नि त मेरो बाहिरको प्लान्टहरूको हालत त्यस्तो छ होइन हालत त्यस्तो छ भने राम्रै छ होइन अनि म गएपछि चाहिँ हालत कस्तो होला भनेर मलाई टेन्सन लागिरहेको छ होइन अनि आज चाहिँ मैले मासु ल्याइरहेको छु आमा छोरी मात्रै छन् 2 जना मात्रै हो होइन अनि अब एकछिनमा खाना बनाउनु थाल्छु म 5 बजिसक्यो अनि खाना बनाएर उसलाई अहिले ओरल गराउँछु म ओरल गराउनु पर्यो होइन अनि त्यसपछि खाने सुत्ने मात्रै हो काम त अनि पढ्नु छ होइन तयारी गर्नु छ हो त्यसपछि म अनि सुत्ने हो त्यसपछि त अनि अलिकति मासु पकाउँछु भात पकाउँछु नानीलाई दिन्छु म खान्छु अनि सुत्ने अनि उसलाई ओरल पनि गराउँछु आज खेल्नै गएको आएकै छैन अहिलेसम्म पनि होइन वेटिङ गरिरहेको छु मैले कतिखेर आउँछ त्यो भनेर होइन ल त्यसपछि अनि कन्टिन्यू गर्छु फेरि पनि ल गाइज नानी चाहिँ खेलिओरी आइसकेको छ होइन ऊ चाहिँ खालि खेल्नु जान्छ इक्जामको टाइममा खालि खेल्नु जान्छ है टिचरहरूले पनि हेर्दै हुनुहुन्छ भने हेर्नुहोस् है हजुरहरू टिचरहरू उहाँले चाहिँ खालि खेल्नु जानुहुन्छ पढ्नु हुँदैन आउँछ भन्छ अनि पढ्दैन हो अनि अब उसलाई म ओरल गराउँछु ओके आर यु रेडी फर ओरल Yes. ओके आई एम आस्किङ यु सम क्वेसन 8 planets name Planet's name.
MERCUR remote curry, BNUS Venus, ARTHR, MARS match, JUPITER Jupiter, SATURN Saturn, URAN US Uranus, and NEPTUN Neptune. Okay. In which planet do we live? Earth. Yes, good. Are you a good girl? Okay, म क्वेसन हेर्छु त यहाँनिर अनि फर्स्टमा स्याटेलाइट छ हो ल यो सोधिहाल्यो मर्क्युरी भेनस सोधिहाल्यो हो ए भइहाल्यो हैन अर्थको तिमीहरूको अर्को भेनसको ब्लू रेड ग्रीन वेट म सोध्छु ओके ल What is the name of our country? My country's name is Nepal. Okay. What is the national flower of Nepal? Rhododendron is national flower of Nepal. Good. What's the national animal of our Nepal? Cow is the national animal of Nepal. Okay. What is the national bird of our Nepal? Daffy is the national bird of Nepal. Okay. What is the national color of our Nepal? Crimson red is the national color of Nepal. Okay. What's the national weapon of our Nepal? Kukri is the national weapon of Nepal. Okay. Now next one is there is no other things. Okay. Name any 10 community helpers. Yes, all. Carpenter, Yes. mechanic, Yes. baker, tailor, electrician, dry cleaner, pilot, engineer, police officer, doctor. Continue. One second. Okay. Now next one is traffic signals. Katela. 9. 9. Stop, speed limit, no parking, walking area, bus stop, cycling area, no entry, no horn, children crossing. Right. ल अहिले यति नै हो अब एकछिन बेलुका सोध्छु अब एकछिन गफ लाउने अनि के खेलेर आयो अहिलेसम्म ल भन्ने मलाई बेटी अनि कुखुरा सबै दियाले कुखुराको मालिकले आयो नि तिमीलाई कुट्छ अनि माटो खेल्यो अनि यति म चाहिँ खाना बनाउनु थालिसकेँ अहिले चाहिँ हैन अनि फेरि यहाँनिर चाहिँ मैले भात बसालेको छु हो अनि यहाँ चाहिँ मासु भुट्दैछु हो यो चाहिँ हाम्रो खसीको मासु हो हैन थोरै आमा छोरीको लागि हो यहाँ भुट्दैछु हैन अनि यहाँ आमा ओ के हो पारा यस्तो हेलो बेबी ओ यता हेर त यहाँ उसको पारा हेर न यस्तो छ ऊ मोबाइल हेर्दैछ हैन अहिलेसम्म खेल्दैछ साथीसँग अहिले बेलुका भइसक्यो उसको साथी गएपछि घर अनि त्यही मस्त त्यहाँनिर बसेर मोबाइल हेरेको छैन कस्तै बसेको बस्नु अनि यहाँ चाहिँ रेडी भइसकेको छ प्याज टमाटर कहाँ उडेको प्याज टमाटर हो अनि फेरि अब पकाउँछु अनि त्यसपछि खानेकुरा हुन्छ हाम्रो होइन ल अनि यो साथसाथै म चाहिँ चिया सिड पनि भिजाइराख्नु पऱ्यो होइन चिया सिड चाहिँ म किन खान्छु भन्दाखेरि चाहिँ मेरो वेट लस कति पनि गराउनु छैन मलाई होइन म जस्तो छु नि म स्लिमै छु अहिलेसम्म होइन मैले वेट लस गराउनु छैन मलाई उयो मलाई चाहिँ कन्स्टिपेसन छ नि त त्यही भएर म चाहिँ चिया सिड खाने गरेको छु बिहान त्यो खानु जस्तो सकिँदैन चिया त्यत्तिकै म त त्यत्तिकै कागती खायो भने मलाई होइन कति मैले याद गरेको होइन कागती खायो भने मलाई कन्स्टिपेसन हुन्छ हो कागतीले अनि कागती खाएन भने मलाई रिलिफ जस्तो हुन्छ होइन
कागती खानु तर पनि कोही कोही बेला त कन्स्टिपेसन हुन्छ नै क्या म उयो नै त्यस्तै छ क्या मेरो त्यो भित्र हुन्छ नि इन्जी नै त्यस्तै छ होइन अनि त्यही भएर म चिया सिड खान्छु त्यसको लागि चाहिँ अनि फेरि यो चिया सिड चाहिँ कसरी कन्स्टिपेसन हटाउँछ भन्दाखेरि चाहिँ उयो अरे क्या के भन्छ हुन्छ नि त्यो चिया सिड हुन्छ नि त्यो पानीमा हालेर फुलेपछि त अलि उयो हुन्छ नि त अलिक मतलब त्यसले जेल जस्तो निकाल्छ नि त त्यो जेल पेटमा गएपछि चाहिँ त्यो बाठिनौ अनि त्यो जेल पेटमा गएपछि त्यसले त्यो खानेकुरा पचाउनुहरूमा अलिक मद्दत गर्छ अरे क्या त्यो जेलले त्यही भएर चाहिँ म हो त्यसको लागि खान्छु होइन ल लुक एट दिस इज माई चिया सिड हो म चिया सिड चाहिँ एक चम्ची अझै यति हाल्छु यति चाहिँ म डेली खान्छु होइन त्यही भएर चाहिँ खानु मलाई स्लिम हुनु छैन हो म जस्तो पनि ठिक छु मेरो यस्तो दुरी बोन्स छ हो जसमा स्लिमै छु मेरो कम्मर पनि ठिक छ हो जसमा बेबीको आमा भए पनि ठिक छ हो मलाई चाहिँदैन चिया सिड होइन त्यो मतलब वेट लसको लागि चाहिँ मलाई चाहिएन तर म चाहिँ के को लागि भन्दाखेरि चाहिँ खान्छु चाहिँ कन्स्टिपेसनको लागि मात्रै खाएको मलाई कस्तो गाह्रो हुन्छ क्या अनि त्यही भएर चाहिँ हो होइन अनि फेरि चिया सिड भिजाइ राख्छु अहिले बेलुका भोलि बिहान उठेर खाली पेटमा खान्छु अलिअलि रिलिफ भए जस्तो लाग्छ कोही बेला होइन तर उयो कागती खाएपछि चाहिँ मलाई हुँदैन क्या त्यो कागतीले फेरि बल्झाइदिइहाल्छ क्या त्यही सक्दो कागती साँच्चै नै भनेको मलाई रिलिफ हुन्छ कि अनि कागती खायो भने चाहिँ त्यस्तै भइहाल्छ त्यही भएर म कागती चाहिँ म एभोइडै गर्छु भने कागती एकदम एभोइडै गर्छु भने ऊ चाहिँ जहिले पनि रेकर्ड गर्छ होइन गीत रेकर्ड गर्छ नि आफै सुन्छ खै सुनाउ त सेभ गर खै उसको गीतै त दाहिनेको बिजुली बालेर हट भएर उसले गीत जहिले हो त्यस्तै रेकर्डिङ गर्छ होइन गीतहरू अथवा त्यो उयो हुन्छ नि बुकहरूको पढेर होइन रेकर्डिङ गर्छ अनि आफै सुनिराखेको हुन्छ उसको आफै धुनमा आफै बनाउँछ आफै सुन्छ त्यस्तो पो छ उसको त हो अनि त्यही भएर चिया सिड भिजाउँछु हो खान्छ नि अब खाना पाक्छ त्यसपछि खाना खाने अनि त्यसपछि हामी सोच्ने ओके गाइज आजको लागि चाहिँ यति नै मैले सर्ट भिडियो बनाउँछु भनेको तर यो भिडियो एकदम लामो भएको छ लामो भने 10-15 मिनट भयो होला मलाई थाहा छ होइन आइएम स्योर अबाउट द्याट हो मैले छोटै बनाउँछु भनेको अनि आज धेरै पछि गफ लाग्यो अनि गफ लाउँदा कति धेरै गफ निस्केको त्यही भएर ओके बाई एभ्रीवान गुड नाइट अनि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला हो अनि मेरो भिडियो डेली हेर्नुहुन्छ भने लाइक पनि गरिदिइहाल्नु होला ठ्याप्प लाएर हो ओके बाई गुड नाइट